हुने चान्स छ है जङ्गलमा मङ्गल हुने धेरै चान्स छ त्यसैले सर्कट बाटो नहिँड्नुहोस् छिटै गर्ने नि मान्छे आउँछु आमा पग्ला मान्छे आउँछ हिँड्न यहाँ गर्नु एकदम सुँगुरको खुट्टा आज चाहिँ हाम्रो गाइडले है के भयो ओइ ओइ रक्सीका बोतल हैन पीके तो मात्र तो जासु नै फ्याक्ता है ये तो त्यसरी ऐसा ये किधर फैला जाए डस्टबिन डस्टबिन किधर है डस्टबिन इधर नहीं है तो बोलो तुम्हारा नाम क्या है मेरा नाम कुसाङ दोजी भन्छ ओ ये लड़का भी हमारा गाइड है वो आप बोलेगा अब यो पालि चाहिँ हाम्रो अलिकति घरमा चाहिँ जुठो परेकोले लोसुङ बनाएको छ बाजी चाहिँ वर्षमा एकखेप भेट्छ हो त्यही भएर बाजी भेट्न आएको लोसुङ चाहिँ छैन योपालि हाम्रो फ्यामिलीमा चाहिँ तर अब हाम्रो चाहिँ के हुन्छ ब्लेसिङ्स दिएको हामीलाई आजले जुट दस्तुर यहाँ फेरि हो यस्तो अलिकति बाजेले आशीर्वाद दिनु पर्यो ठुलो मात्रै एकदम बिहा राम्रो होस् मुली राम्रो दिनु त्यसो गर्नु पनि न त अब ल खै एकछिन कहाँ भयो गुड मर्निङ सबैजनालाई है आज गुलाटासीको बाजे सङभुटियाले एकदम फिट हुनुहुन्छ है अब तातो त लुगा लगाएको पनि 3 जोडी जान्छ हामीसँग गुलाटासीको भाइ रेडी हुँदैछ उहाँ पनि अब कहाँ जाने भन्दै 3 जोडी जानु अब यहाँ जर्डन लाउने साथै 3 जोडी जानु जङ्गल जर्डन यति ब्रान्डेड मान्छे हो यार जर्डन उहाँ चाहिँ बहिनी कति क्लास पुग्यो ए सडल भाग्दछ अब प्राय मान्छेले चाहिँ हाम्रो गान्तोकको सुन न गान्तोकको इक्जाम्पल हेर्नुपर्ने हाम्रो बहिनीको इक्जाम्पल सिक्नु पर्यो होइन अब कतिको जतिको बहिनीले जतिको काम गर्छ बहिनीले होइन इक्जाम्पल हेर्नु यसो चिसो जग्गा कञ्चनजङ्घाको छेउको अब यस्तो बिहानमै उठेर कति बजी उठेर कस्तो के काम गर्छ त्यो इक्जाम्पल हेर्नु पर्यो होइन त्यहाँ बसेर रातो कालो अन्डर गरेर हुँदैन यो चाहिँ हाम्रो बाजे एकदम यहाँ आज भोसुङको दिनमा चाहिँ एकदम यहाँ आमा सजाएर के छ छोरो हौ आमाम छोरो एकदम छो चढाएर चाहिँ बुढोले बिहान बिहानै हो मजाले पूजा गरेछ हो डोमारो जुत्ता लगाउँछ यहाँ जुत्ताले गर्दा चाहिँ अब अलिक गएन हामी हो यता हो जिग्मी भुटिया उहाँ चाहिँ आज हाम्रो गाइड यहाँ चाहिँ गाइड हो गाइड गुलाटासीको भाइको के हो जिग्मी भुटिया जुत्ता लगाएर मात्रै बोल्छ अहिले फिलहाल जुत्ता उहाँ उता 3 जोडी जानुको लागि हेर्नुहोस् नाइकी जर्डन लाउनेछ उसले यता डुप्लिकेट है यहाँबाट चाहिँ पोखरीमा छ पोखरी हो बाजे ल आज कुकमा चाहिँ को छ गुलाटासी ओ गुलाटासी को छ कुकमा चाहिँ कुकमा छ हाम्रो आकु आउँछु गुलाटासीको आकु है आकु चाहिँ अब यस्तो भलम जस्तो मान्छे चिसो पानी खेलाउँछ हेर्नुहोस् त्यहाँ ए तातो रहेछ तर ए हिटर के हो यो गिजर लगाएको रहेछ है आमचुङ पनि एकदम हाम्रो लागि गोरु खुट्टा सुँगुरको खुट्टा पकाउँदैछ आज हामी अलिक घुमेर हाम्रो मेरो लागि भन् मेरो लागि घुमेर आयो दुई खाल लाउनु पर्यो है त्यो त कन्टिन्यू हो अब 3 जोडीको भिडियो चाहिँ कसरी जान्छ ओइ जिग्मी आइज गाइड हाम्रो गाइड चाहिँ अब टोली को तिम्रो टोली को छ हाम्रो टोली उ छ मेरो उहाँले चाहिँ मेरो जति अब किट्सहरू उसले बोक्नु गएको छ बाजेको भाइ अन्त हाम्रो यहाँ माछा पनि छ माछा दिनु माछा कम माछा हो माछा ल माछा त्यो छोडे ला भिडियो अनि त्यो चाहिँ स्यान्ड ब्याग बोक ल तिम्रो यो के छ ब्याग लिनु ल अब हामी जान्छौँ माछा तर्फपट्टि त्यो माछा चाहिँ दिनमा म बिहान बिहान स्विमिङ खेल्छु कि यसमा तेरो कत्लाले खानु भएको र त्यो पानी चाहिँ अब यहाँ चाहिँ के हुन्छ भने माछा हो टाइम हामी चाहिँ डाइनोसरको मासु दिन्छ यिनीहरूलाई हो डाइनोसरको मासु चाहिँ टाइममा 3 टाइम दिनुपर्छ माछा देख्दैन होला अहिले कहाँ छ मासु देखाइदियो माछा दाइ सुट्यो तिमी ए माछा दिनु यो यस्तो मैला किन जिग्मिनु जिग्मी पौडी खेल्नु कता बस्नु माछा सबै एकछिन बटेर नपरिदिनुहोस् है अन्त प्लस हाम्रो मेरो बिहाको लागि मेरो बाजे दुईवटा
खसी राख्दैछ कतिवटा खसी यहाँ खसी छ हेर्नुहोस् खसी बोका छ अरे पुरा बोका पाठी छैन बोका रहेछ लोइन लागौँ ढिलो हुन्छ ल अब टोलीहरू ल माथि भेटौँ ल माथि भेटौँ ल लाग्यो ल अहिले भेटौँ बाई बाई गुले तासी बाई बाई अब चाहिँ हामी है पुग्यौँ बाटोमा भाइहरू छ हिँड्दैछ अगाडि पछि आउँदैछु बाटोमा के हुन्छ देख्नु होला वाइल्ड लाइफ एजेन्ट्स वेलकम रेड पान्डा एन्ड भालु हामी आइपुग्यौँ खास भने हामी अर्को प्लान थियो भने माथि टुप्पामा पुग्ने प्लान थियो त्यहाँ जानु सकेनौँ है अनि मैले त्यही माथि के भन्छ डबल लुगा लाग्छौँ पसिना छ्याप्रै भइसक्यौँ है खुट्टा दुख्यौँ अनि हामी त्यहाँ जान्छौँ अहिले हामी कहाँ आइपुग्यो अरे टेम्पो खामुङ्लु अरे यो जग्गा आइदिनु आइसम्म आएको छैन पहिला साल पहिला आएको त्यहाँ के छ खामलुङमा हेरौँ देखि जाला हो भिडियो देखाउनेछौँ मसँग भोटे भाइ पनि छ भुटिया फ्यामिलीको मसँग छैन भाइ मेरो ब्याकमुखले वान एन्ड ओन्ली जिग्मीको भाइ गोलाटासीको भाइ यदि गर्नुहोस् अनि माइसेल्फ जिग्मी भुटिया है त गाइस उसको जिग्मी भुटिया मेरो भाइ हो पनि जाउँ माथि के छ खामलुङमा अरे यहाँ चाहिँ खास के छ जिग्मी यहाँ चाहिँ अब घुम्ने स्पट्सहरू छ है त टेन्ट लगाउने जग्गा समथिङ सबै वगेरा क्याफे सप्सहरू के छ अरे के छ अरे माथि कति हट्सहरू छ हट्स हर्स यो देख्छ हामीले हो र देख्दैनौ होला कि देख्दैन यहाँ होमस्टेहरू पनि छ त्यस्तो टाइपको अब होमस्टे है अब नाइट स्टे गर्नु पनि सक्छ नि त होल्डरहरू अब के छ खाना पकाउने जग्गा पार्टी गर्ने पिकनिक गर्ने जग्गा तर यसमा के खुबी छ नि एउटा यो चाहिँ कहाँ हो भने हाम्रो तिनजुरी चाहिँ माथि हो माथि हामी खास तिनजुरी जान्थ्यो सकेन किनकि बादल पनि त लाग्यो है बादल पनि लाग्यो त्यो भ्यू राम्रो देख्न सक्दैन है अब त्यो माथि हामीले के भन्छौँ भ्यू देख्नु नसक्ने तपाईँहरूलाई हामी खास भ्यू देखाउनु गएको तर सकेनौँ है अनि यहाँबाट के देख्छौँ के देख्दैनौँ सब देख्छ यहाँ त सर्कल नर्क सब देख्छ अरे अब सुनेको देखौँला फोटो खिच्छु है भिडियो गर्छु तपाईँलाई देखाउने छु कम कसो भिडियो रेडी है अहिले चाहिँ हामी खामलुङलो भनिन्छ फामबुङलो वाइल्ड लाइफ सेन्चुरी है खासै तल होइन छ नि तल चाहिँ पार्किङ रहेछ है खास यहाँ रहेछ हाम्रो वाइल्ड लाइफ सेन्चुरी यो चाहिँ के भने अब त प्रायः जस्तो मान्छेले यहाँ फोटो खिच्नु पाउँछ है म पनि फोटो खिच्नु पाउँछु यो फोटो खिचिदिनु भाइ वाह अनि माथि के छ देखाउनेछु तपाईँहरूलाई को बाटो चाहिँ बन्द रहेछ कि टेम्पल चाहिँ चल्दैछ ल ओइ नगर ओइ लगआउट स्ट्रगल गर्नु छ लाइफमा होइन यसरी ए गाइस हेर्नु टेम्पो चढ्यो म चाहिँ कसो म यस्तो कति छ म यस्तो भुँडीमा कसो जानु ओइ तिमी गाइस क्यामेरा म चढेवाला छु चढ्नु ल अब चाहिँ होइन लगआउट चाहिँ गेट बन्छ त्यो टर्न टेम्पो सब चल्यो हाम फाल्यो म चाहिँ यहाँ छु कि भोटिभाइ चाहिँ यहाँ छ नाइस लभली यसो स्ट्रगल गर्नुपर्छ के हो यो जग्गा कुन हो त्यहाँ उक्ले हो यो जग्गा आइपुग्यो हामी हो मेरो सानो गाइड हो फुच्चे यो फुच्चे हेर्नु न बदमास नगर न यसो छ फुच्चेहरू होइन यहाँको अब यहीँ बस्ने बानी भएर क्या यिनीहरूलाई ऐसिन यो जग्गा नाम के हो खामलुङलो हो यो हुन्छ खामलुङमै हो जग्गाको नाम चाहिँ अलग अलग छ नि जस्तो कि यहाँ लगआउट भयो होइन त्यस्तो तर यो वाइल्ड लाइफको यो चाहिँ एकदम जङ्गल होइन खतरा जङ्गल छ हेर्नुहोस् अब तपाईँलाई भ्यू देखाउने छु हेर्नुहोस् है आमा लभली है हेर्नुहोस् गाइस अम्बो हेर्नुहोस् यो हेर्नुहोस् तर अलिक घामले गर्दा अलिकति टल्किएछ हो यो पर हाम्रो हस्पिटल सिक्किमको ठुलो हस्पिटल प्लस हाम्रो तादुङ पनि देख्दो रहेछ यहाँबाट थिमाउनु सकिन्छ एकदम दामी यो हो धुप्पी गाडी हो धुप्पी गाडी पनि दामी छ अब हामी तपाईँ यो परि देखाउँछौँ
कञ्चनजङ्घा देख्नु हुँदैन त्यहाँ प्लस हाम्रो त्यो के भन्छ लकआउट भन्ने जग्गा केटालाई भोक लागेको छ हल्का के खाने अरे खाओस् है म चिप्सहरू किनेको थिएँ खा केटा तपाईँहरूलाई मैले खामलुङको देखाएँ भ्यू देखाएँ होइन खामलुङमा के छ कसो छ अब तपाईँले एउटा भ्यू देखाउनु के भन्छ चाहिँ कञ्चनजङ्घा अब प्रायःले कञ्चनजङ्घा देख्दैन म देखाउँछु कञ्चनजङ्घा मेरो भाइहरू त्यही तर्फपट्टि लागेछ हो हेर्नुहोस् मेरो भाइहरू चाहिँ घटपट जाडो पनि लाग्छ फलाउँछ जिउ कुनै के भयो बिमारी मान्छे हो हेर्नुहोस् अब तपाईँलाई म कञ्चनजङ्घा देखाउने छु हेर्नुहोस् जस्ट वेट लस म देखाउने वाला छु तपाईँलाई यहाँ चाहिँ भालु मिर्गाहरू चाहिँ स्यालहरू देख्छ है अन्त यो जो मेरो भाइहरू देख्दैछ उहाँदेखि उकालो गयो भने 3 जोडी भने पुग्छ माथि पारी हिमाल जस्तो अब त्यति माथि हो यो 3 जोडी हेर्नुहोस् ए यहाँ चाहिँ मेरो भाइले यहाँ उकालो उता जानु सोचेको थियो वाइल्ड लाइफ अन्त हाम्रो भाइले जानु सकेनौँ किनकि भ्यू देख्दैन हेर्नुहोस् हेर्नुहोस् यो चाहिँ यहाँ त के खाएको खा के खाएको रे भाइ मेरो भाइलाई भने त म फलाम जस्तो जिउ छ जाडो हुँदैन भनेर एकछिन ल हेर्नुहोस् तपाईँलाई म कञ्चनजङ्घा देखाउँछु भने वान एन्ड ओन्ली कञ्चनजङ्घा यतापट्टि पर्छ यहाँ चाहिँ छैन यतापट्टि पर्छ हो यहाँ छङ्गु देख्छु ऊबाट छङ्गु देख्दै चाहिँ पुरै छ कञ्चनजङ्घा देखाउनु मलाई तपाईँहरूलाई यहाँ चाहिँ पिकनिकहरू खेल्नु चाहिँ ठिकै हो तपाईँहरूलाई हो पिकनिकहरू भयो कञ्चनजङ्घा हेर्नुहोस् तपाईँहरू वा आमाम हेर्नुहोस् कञ्चनजङ्घा एकछिन वा कञ्चनजङ्घा यसलाई कञ्चनजङ्घा भन्छ गाइस भ्यू हेर्नुहोस् भ्यू आमाम कञ्चनजङ्घामा यो यत्रो ठुलो छ हाम्रो गान्तोकदेखि देख्दैन कि यति साह्रो दामी अनि बस्तीमा भ्यूहरू छ तर अब मान्छेले कतिले देख्दैन है अब हामी चाहिँ मम्मी त अझै देखेको यो फर्स्ट टाइम आएको यो भ्यू चाहिँ एकदम दामी छ दामी स्याटिस छ हेर्नुहोस् यहाँ चाहिँ फोटो खिच्ने जग्गा पनि छ अहिले म फोटो खिच्नु पऱ्यो है हेर्नुहोस् हामी के अरे भाइ त्यो जग्गाको नाम यहाँ चाहिँ फाम्बुङलो वाइल्ड लाइफ सेन्चुरी के अरे फेरि भन्दा फाम्बुङलो वाइल्ड लाइफ सेन्चुरी त्यहाँबाट निस्किसक्यौँ अब हामी कुन जग्गापट्टि लाग्ने छौँ भने त्यहाँ बस्नुहोस् न त यहाँ चाहिँ सर हामी कुन जग्गा जाने छौँ भने अहिले हामी कहाँ जान्छौँ कि अब हामी घर फर्किँदैछ वाच टावर जाने वाच टावर त यस लेक अर वाच टावर त्यहाँ जग्गा त्यस्तो छ यो बाँदर हेर्नुहोस् यस्तो छ यसलाई चाहिँ 3 जोडी आउनु बिहान दिनुहोस् यो बाँदरकै बच्चा हो अघि नि भित्तातिर मात्रै कुद्छ हो नो होइन त्यहाँ साँप बसेको छ नि साँप हेर्नु गएको है अब हामी तल लेक र उयो के वाच टावर कहाँ अरे मेरो भाइ चाहिँ थाकेर बसेको छ अहिले भित्र हिँडेर बिहानदेखि तपाईँ अब जानेछौँ हामी वाच टावर अनि लेक यहीँ तल होला यहीँ तल कञ्चनजङ्घा देख्नु भयो त मेरो भाइ टायर भइरहेको छ बिचरा बसिरहेको छ है जानेछौँ तपाईँलाई देखाउनेछौँ हामी लेक यहीँ होला यहीँ हो कि कहाँ हो बोट देखाउँछ बोटमा हेर्नुहोस् तपाईँहरू जाँदैछौँ हामी यो बाटो कति आमा रोड खास हामी माथि जाने प्लान थियो भएन हो जानु सकेनौँ माथि जानु सकेन किनकि यहाँ चाहिँ पुग्यो आएँ यहाँ चाहिँ भिडियो गर्दैछु तेरो नाम के हो कति क्लास पुगेस् अब 3 पुग्छ 3 पुग्नेवाला छ तर ऊ पनि अब गुलाटासीको भाइ है तेरो भाइको गुलाटासीको भाइ कुन्दङ दोजु भुटिया अझ जिग्मी भुटिया भोटे भाइ यहाँ हेड म चाहिँ म छु तर मैले यति साह्रो जग्गाको नाम याद छैन साथी लडेनौँ है यति साह्रो जग्गा याद छैन सो हामी जाँदैछौँ अब लेक अनि जाँदैछौँ के अरे वाच टावर कसो छ वाचिङ गर्नुहोस् टावरमा ल पहिला मेरो भिडियोमा जादु देखाउनेछौँ हेर्नुहोस् अगाडि कुद्दैछ जादु ओ जादु आमाम उहाँ चाहिँ यति साह्रो खतरा हुन्छ कि भित्ता पनि चढिन्छ खालि हो पुलमा हिँड्नु मान्दैन हेर्नुहोस् कुच्छ अब हेर्नु ओह्रालो ऊ हेर्नु जादु उसको ओइ हेर कला देखाइदियो नि तेरो अब हामी जान्छौँ लेक र वाच टावर यहाँ हो माथि कञ्चनजङ्घा देख्नु हुँदैन होला तपाईँले यहाँ चाहिँ लेक र वाच टावर वाच गर्नुहोस्
कतिको मजा आउँछ है मलाई त थाके पनि अहिले बज्दैछ तपाईँहरूको 12:30 है 12:30 भइसक्यो अब घर कति पुग्छ कति बजी पुग्छ छैन वाच टावर कुन चाहिँ है वाच टावर चाहिँ यो रहेछ हो लेक चाहिँ यहाँ उता हो लेकको जग्गा कस्तो छ हेर्नुहोस् अब लेक जाँदैछ हामी जग्गा कस्तो छ यहाँ छैन सबैजना बिहानै हिँडेको घरमा गएर भोक लागिसक्यो भात खानु भइसक्यो है हेर्नुहोस् जग्गा यस्तो छ मजाको ब्युटिफुल लभली मेन चाहिँ मेरो स्पेसल पर्सनलाई म यहाँ लिन चाहन्छु किनकि उहाँ यहाँ हुनुहुन्न बाहिर हुनुहुन्छ है उहाँ चाहिँ म यतै लिएर आउँछु यो मेरो सबै जग्गा सिक्किम घुम्नु चाहन्छु मलाई प्लस अब हामी लेक जाँदैछौँ लेक पनि घुम्नु लेक सुकेको ला लेकमा पानी छैन है जिग्मी ओए जिग्मी ला लेक सुकेछ त लेकमा चाहिँ अब माछा सुकेर माछा कुकुरिरहेको होला हेरौँ है यस्तो यस्तो जग्गा मेन चाहिँ मेरो स्पेसल पर्सनलाई लिएर आउनु चाहन्छु जो पनि हुनसक्छ मेरो स्पेसल पर्सन होइन र मान्छे सोध्छ स्पेसल पर्सन एउटै छ उहाँ यहाँ छैन बाहिर हुनुहुन्छ है यसमा चाहिँ अब हाउडेमा आएछ आज कति भ्यू राम्रो देख्यो कति देख्नु सक्दैन किनकि लेकमा पानी सुकेछ पानी छैन हेर्नुहोस् यहाँ चाहिँ पहिला पुरा माछा मेन चाहिँ हामीले चित्ता भने छोड्छ कि भोटियाहरूले यहाँ छोड्छ यहाँ चाहिँ अब हेर्नुहोस् पानी छैन हौ सुकेछ पानी यहाँ चाहिँ पानी हेर्न अब लेकहरू केही छैन अहिले त्यही हो हामी खासै म लेक देखाउन आएको होइन त्यहाँ अब मेन चाहिँ अब लेक इम्पोर्टेन्ट अलिअलि पानी छ लेकमा हो त्यो पनि छैन राम्ररी लेकमा पानी कम्ती भयो प्लस वाच टावरबाट जिग्मी वाच टावरबाट के देख्छ त्यस्तो के छ अरे त्यो देखाउने छु है पानी चल्दै छैन पानी सक्यो मेरो पानी छैन पानी नभएको कारणले अनि के भन्छ पानी नभएको कारणले अब मै स्विमिङ खेल्नु पनि पानी छैन हो सबै मोदले खनेछ कसले खने मलाई याद छैन हेर्नुहोस् पानी भने एक थप पनि छैन देखो न ये क्या हो गया देखो न गाइस देखो न ये क्या हो गया अब केही भन्न सक्दिनँ है पानी भनिसक्यो बल्ल सही तपाईँबाट लट्ठी थाकिरहेको ठिक छ ओ माई गड हामीले लेकमा एउटा भुइँ भालु भेटाएको छ हेर्नुहोस् ऊ माछा मार्नु हुँदैछ माछा छ त्यहाँ माछा रहेछ छ कि तर देख्दैन नि उहाँ चाहिँ हुनुहुन्छ हाम्रो जादु उनीहरूले यस्तो कुच्चा पक्रा छ ऊ ला 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 उहाँ हुन्छ उहाँ पनि एउटा ब्लगर हो ऊपर जाँदै हुँदैछ मेरो भाइ चाहिँ रिल्याक्स गरिरहेको छ है थाकेला हाम्रो भाइ भोटे भाइ यहाँ चाहिँ प्रायः जस्तो माछा है माछा हुन्छ यो लेकमा तर के भन्छ यो माछालाई चाहिँ गान्तोकको जो मान्छे होस् होइन माछा यो कम्ती सानो पानीमा माछा रहेछ कम्ती पानी तर यहाँ चाहिँ के भन्छ नि मान्छेहरू आएर नमारिदिनुहोस् यो माछा किनकि मान्छेहरूले बिचरा आफ्नो नाममा माछा छोडेको हुन्छ प्रायःले मारिदिन्छ होइन यो माछा चाहिँ एकदम देउताको चाहिँ अब त्यस्तै हो अब अर्काले मनले छोडेको हुन्छ है माछा छ भने चाहिँ भाइले अब हेर्दैछु म माछा यो लेकमा चाहिँ माछा के हुन्छ सानो कम्ती रहेछ पानी हुन यो जति एरिया छ सबै पानी छ पहिला हामी उयो ठुलो माछा रहेछौँ है देखेँ म मार्नु जान्दिनँ कि म भित्र पस्नु सक्दिनँ सरी मार्नु जान्दिनँ है भित्र पस्नु सक्दिनँ किनकि जुत्ता लाग्छ चाहिँ म आप्पाको जुत्ता लगाएको मिसेको जुत्ता भएर हेर्नुहोस् देख्नुहोस् हलिनुहोस् माथिको यता चाहिँ बदमास गरेछ हौ मान्छे डन्ठा पुरा घोचेको छ त्यसरी बदमास नगर्ने यहाँ आएर हेर्नुहोस् पक्रिदियो ठुलो होला किनकि यहाँ प्रायः चाहिँ ठुलो माछा हुन्छ नि त देख्नु सक्दिनँ किनकि खास तपाईँलाई अब मेरो भ्युवर्सहरूलाई सब्सक्राइबरहरूलाई चाहिँ म यहाँ माछाहरू देखाउन आएको खास चाहिँ माछा छैन छ हामीले सोचेँ कि माछा देखाउनु सकेन यहाँबाट देखाउँछु तपाईँलाई ल हेरौँ है चिप्लिन्छ होला जाट्ठा यस माछा छैन एउटै यहीँतिर होला है यस माछा जिउरै छैन यस्तो जिउ भ्यू भने चाहिँ छ
यसरी बदमास गर्छ मान्छे कहाँ तर जति नै मान्छे जति नै अब मान्छे यहाँ आउँछ प्लिज यस्तो जग्गामा चाहिँ बदमासहरू नगर्नु किनकि अब हामी यो देउदेउताको जग्गा पनि भन्नु सक्दिनँ होइन जस्तै यो जग्गामा चाहिँ अब यो जग्गामा यो लेकमा चाहिँ हाम्रो मान्छेले है मान्छेको नाममा खानाहरू चारोहरू लिएर दिनु सक्छ भने देख्नुभयो मान्छेले होइन राम्रो मनले आफ्नो नाममा छोडेको हुन्छ कसै दुख बिमार हुन्छ त्यो दुख बिमारको नाममा दुख बिमारको यो देख्नुभयो ग्रुपमा छ अब यस्तो माया लाग्दो माछाहरू छ है मान्छेहरू पक्ला गरेर खानै नपाएको जस्तो गरेर आएर मार्छ होइन हेर्नुहोस् देख्दिनँ यहाँ एक ग्रुप छ उयो देख्नुभयो ऊ पर हेर्नुहोस् हो पुरै अब त्यो सानो माछाहरू प्लस यहाँ आएर चाहिँ मान्छेहरू बदमास नगर्ने हो अब यहाँको अब जस्तै यो फरेस्टको मान्छेले बुझ्छ जति अब सिक्किम गान्तोक अब सिक्किम फरेस्टको मान्छेहरू चाहिँ अझै त्यहाँबाट पुजे अझै गान्तोक फरेस्टको मान्छेहरू एकदम राम्रो भएको छ गयो के भन्छ सिक्किम फरेस्ट है गान्तोक फरेस्टको मान्छेहरूले यस्तो राम्रो सफा गरेर राखेर मान्छेले अब माछा हो बिचरा बच्चा रहेछ यसरी नाम आदिदेश माछाहरू बिचरा यति कम्ती रहेछ माछा अहिले ट्राउट रहेछ ट्राउट है भाइ अब हामी लेक पनि देखाएँ तपाईँलाई अब वाच टावर जानेछौँ त्यहाँको चाहिँ देखाउँदैछ है अब त्यो लास्ट मेरो वाच टावर त्यहाँको लास्ट वाच टावर देखाउँछु थाकिसक्यो है थाक्टु जस्तो लाग्यो जाडो छ यो जग्गामा आउनु चाहिँ एकदम जाडो छङ्गु जस्तो छ अब किनकि कञ्चनजङ्घाको वारिपारि चाहिँ छ बस्छ हामी मेरो बाजेहरूको घर त्यही माथि हो घुम्ने जग्गा वाच टावरबाट चाहिँ छङ्गु र वाच टावर देख्छ भने हेर्नुहोस् अब माछा छैन भन्ने बित्तिकै मान्छेहरू खट्टु खाएर तिन तमास नगरिदिनुहोस् है हेर्नु अब यस्तो दामी जग्गामा हेर्नुहोस् यस्तो भ्यूहरू देख्ने राम्रो जग्गामा चाहिँ ये क्या है देखो हेर्नुहोस् देखो न क्या है ऐसा करेगा बिहार में जाकर चालू क्या करेगा बिहारको होइन हामी यो लोकलकै बेहोरा हो यो लोकलले हामी बिहारकै मान्छे पनि भन्दिनँ किनकि जाने पहिचानकै मान्छे हो है यो गाउँकै मान्छे पनि हुनसक्छ अब हामी भन्नु सक्दिनँ तर यहाँ आएर मैला नगरिदिनुहोस् एकदम राम्रो जग्गामा है राम्रो जग्गामा राम्रो बस्नु हुनुपर्छ नि होइन हाम्रो गभर्मेन्टले यस्तो जग्गा घुम्ने जग्गा बनाइदिएको छ मजाले घुम्नुहोस् पनि त हेर्नुहोस् क्या है भन्दै के भन्दै क्या है ये तो रक्सी का बोतल है ना पी के तो मार कर तो जहाँ सुने फेंकता है ये तो कैसा रे ऐसा ये का किधर फैला था ये डस्टबिन किधर है इधर नहीं है तो बोलो तुम्हारा नाम क्या है तो मेरा नाम कुलसंग जी ओ ये लड़का भी हमारा गाइड है वो आप बोलेगा और हमको किधर लेके जा रहा है तो अभी आप किधर लेके जा रहे हैं और इसका नाम क्या है बिल्डिंग का नाम किनकि मेरो भाइ बसिरहेछ अब उसले हाम्रो छोटा भाइ है जो जादू हमको लेके जा रहा है उधर चलो जादू माथिबाट पनि झऱ्यो है हाम्रो भाइ थाक्यो म पनि थाकेँ त्यो माथि चाहिँ एकदम डेलिकेट रहेछ यो भाइलाई म कति भन्छु यसलाई के भन्छ त यो भाइले यो भाइ पनि राम्रो छ अब हाम्रो एकदम डाइनोसरको लाङ्साको होइन चोचीको मासु र लाङ्साको मासु पकाइदिएको छ डाइनोसरको डाइनोसरको छ यो भने चाहिँ बदमास रहेछ अलिअलि अलिक चाहिँ करेन्ट लाउँदै भएछ राँचीमा लगेर तपाईँले यस्तो एक दुई शब्द मेरो भ्लगमा है के भन्न चाहन्छ के भन्नु उहाँ मेरो एकदम बिग फ्यान हो किनकि उहाँले मेरो फोटो ट्याग गरेको गर्नुहुन्छ एकदम धन्यवाद है अब के भन्न चाहन्छ सो एकदमै हाम्रो गुरुदासी दाइलाई है एकदमै सपोर्ट गर्नुहोस् किप सपोर्टिङ है त गाइस किनभने उहाँको युट्युब च्यानलमा चाहिँ निकै भ्युवर्स जानेको कारणले चाहिँ उहाँको फलोवर्स पनि सब्सक्राइबर भनौँ न सब्सक्राइबर बेसी गएको छ है त 5,000 क्रस हुन आँटेको छ सो 6,000 तपाईँले कम्प्लिट गरिदिनुहोस् गाइस 6,000 सायद दिन मेरो पनि भिडियो आउनेवाला छ तपाईँको छेउमा है त छुट्टै
बनाउन छुट्टै आउनेवाला छ उहाँले चाहिँ मेरो भिडियो फोटो पुरा ट्याग गर्नुहुन्छ इन्स्टामा है त्यसको लागि पनि धेरै धेरै धन्यवाद मलाई माया दिनुहुन्छ अन्त उहाँले चाहिँ मसँग भिडियो बनाउँछु कि बनाउँछु भने म आज बनाइदिएको छु है उहाँ पनि उसको पनि भ्यान अरे उहाँ हो उसको चाहिँ फोटो हाल्नु सक्दिनँ ऊ चाहिँ पक्कै छ साँच्ची ओ यसको क्या बोल्दा ओ हिँड अब जानुहोस् गाइस कि यस्तो बाटो छ है तर थाकिसक्यो हेर्नुहोस् वा कञ्चनजङ्घा अब हामी है निक्ल्यो खामदुङ लोबाट सबै जग्गा घुम्यौँ अब हाम्रो यो भयो के भाइ अब हामी डाइनोसरको हड्डी खान गएको तर चत्तर हुनेछु डाइनोसरको हड्डी है उसको हाम्रो भोटिया किचनमा है त गाइस स्टे ट्युन विथ अस सो अस्ति हाम्रो दोना दादा मैले भेट्न सकिनँ है त सो नेक्स्ट टाइम भेटौँला है सो दोना दा तपाईँले भिडियो हेर्नु पाएँ आई एम अ बिग फ्यान होइन तपाईँको सो तपाईँलाई भाउजूलाई भेट्नु मन थियो तर भेट्न सकिनँ है त सो के किन भेट्नु सकेन उहाँ अस्ति पाल्जरमा आएको थियो तर पनि भेट्नु नभेटेर म अलिक बिजी पर्सन भइरहेको थिएँ कि गाइस बदमा चाहिँ अब उहाँको बारेमा के भन्नुहुन्छ एक दुई शब्द हाम्रो लुगा सबै छ अलिअलि कुरो टाढेको छ तर पनि सबै छ अझ हाम्रो गाई के भन्दैछ अब हाम्रो गाई चाहिँ भात खाना भनेको छ गाईको घरमा खाना छ गाई हेर्नु हाम्रो गाई चाहिँ हो किनकि हामी यहाँ फर्स्ट टाइम हुनेछ गाइस यो चाहिँ तपाईँलाई थाहा छ यो के हो भनेर है त नपाएको यो ड्याङ गरे पनि बाङ हुन्छ भने अब त्यही भन्न चाहन्छु अब सर्कटबाट जानेछौँ हामी है लङ कट चाहिँ पुरा दुख्यो अघि बिहान वाक्कै भयो हेर्नुहोस् त्यो सर्टकट त ढिलो लाग्छ है हिलो चाहिँ हिलो चाहिँ लुगामा चाहिँ हिलो चाहिँ अलिअलि लाग्छ यस्तो छ भुइँभाले चाहिँ सिक्नु छ रोडमा हिँड्ने बानी छ मैले कहाँ उता दिन लिएर आएको के भन्छ जुपिटर दिन लिएर आएको कि त अन्त यो अटमा यस्तो बेला देखाएको जुपिटरमा चाहिँ जासुकै यस्तो गर्थ्यो नि त बदमा जादु हो नि त जादु 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 ब्यागको मिस हुन्छ है गाइस देखो न गाइस अब हाम्रो चाहिँ गाईले पनि यो चाहिँ अब उयो जङ्गलम्यान हो कि जङ्गलमा मान्छे बस्नु नि के छ अलिम्यान हो लुगा कसरी पायो भने आज अब कसरी पाइरहेको छैन अब सरकार बाटो देखाउँछु तपाईँलाई है मेन चाहिँ जग्गा म प्रायः डोरा दाइहरू पनि यो जग्गा अस्ति लिने थियौँ है लिनु पाएन किनकि उनीहरू ढिलो बिजी हुनुहुन्थ्यो अब हामी सर्कट जानेछौँ सर्कट बाटो हेर्नुहोस् यो बाँधर कुदिकन अगाडि बाटो क्लियर गर्दै जिन्दको बाटो त राम्रो बनाएको होला environment including forest, lake, river and wildlife and to have compassion for the living creatures. थ्याङ्क यू Thank you. हेर्नुहोस् यो हाम्रो सर्कट बाटो तर जङ्गल यति साह्रो छ कि जङ्गलमा मङ्गल अब सर्कट बाटो पनि निक्लियो होइन सर्कट बाटो पनि दामी रहेछ हेर्नुहोस् सर्कट बाटो देखाउनुहोस् तपाईँहरूलाई होइन हेर्नुहोस् सर्कट बाटो टेन्ट मेरो भाइहरू हिँड्दैछ पछाडि यस्तो थियो माछा छ यहाँ माछा पाल्थ्यो अरे पहिला म थाकिसकेँ कहिले गाइस कहिले घरमा गएर रेस्ट गरौँ होइन फोनमा चार्ज सक्नु चाहिँ चार्ज लगाएर फेरि एकछिन उता हामी अब फेरि जानेछौँ टङथाङ स्कुल लुक्दा डाँडा कि खदा डाँडा भन्छ त्यहाँ पनि दामी छ भ्यू हेर्नु चाहिँ दामी छ है र म त्यहाँ गएर फोटो एक दुई क्लिक गरेर भिडियो गर्नेछौँ है त्यहाँदेखि म अब घरमा गएर खाना खाएर आउँछु होइन सो हामी कहाँ आइपुग्यो कहाँ पुग्यो ए हामी घर आइपुग्यो घर आइपुग्यौ आएर अब हाम्रो तिम्रो नाम जिग्मी भुटिया माइसेल्फ जिग्मी भुटिया फ्रम पाङथाङ एरिया हाम्रो गाईको घर आइपुग्यो ओली सानो खाना लाग्थेको छ हामीले त्यहाँ गएर खानेछौँ प्लस मेरो भाइ हो मेरो बाजे घर हो अब चाहिँ तपाईँलाई खाएको पनि देखाउँछु है खाएको त हुनुपर्छ नखाइ त नहुने
खानै पर्छ 2 थाल 3 थाल खान्छ कि हिँड्ने भोक लाग्यो अब आयौँ है भात खानु पर्यो भात चाहिँ कम्ती छ मेरो हेर्नुहोस् सुँगुरको खुट्टासँग अचार डाइट कम्ती छ गाइड पनि हाम्रो गाइडको घरमा गाइडको चाहिँ डाइट खतरा छ बोटे भाइ फर्स्ट लर्नु आजसँगै यो हाम्रो बहिनी काजी काजी अब बटे कुराहरू भन्नु पर्यो भोटियाबाट एकदम ल पुगेनदेखि काटेर फु गेम्बो गुरु टासी मिङ्दी ते apa आमचं मधून ठेवलं एखादं ते आम्ही मिंदी दव गुटीचे पालचर आपले मिंदी काटेला पाल सनम पालचर त्याची फु गेम्बो ते ल ची की गोरा माचे की 배야 또 마치기 갔다라 라면 마치는데 tempo 라이기 숨어디서 켈라 공포 마치기 아주 구디 정경기 갔다라 폴라치 배야 또 야티글로 마차 가가 토토야 너로 세링 주존셰 베게 너로 마치기 게레 주루 게레 장구 어 감비아티글로 너로 너자도 게 되니 베게 다른 너로 아주 잘했다 다시 치 중백이 러자도게 대신 비시더라 아주 살에 매람 부 초게 몰라 यहाँ पुग्ने फिल्म हाम्रो भाइको यहाँ फेरि भोटे भाइको बोटे भाइको दाइलो म काट बसे यता फेरि भोटे अब आमजुङबाट आशु भयो भने आमजुङसिङ आमजुङ लेप्चाबाट हेलो साथी 아빠도 아미님 때는 나 같이 랍서때로 부 gembe게 부 충수도 치고 그를 다시 올래 고차 빈니에 법에 대초비야 저거 테니에 되게 아주 달래 매람 빈디 뭐 참보게 대시에 되게 매람 때로 나와서 템마주 초덕도 초거든 러자도 게 테니에 되게 다시 치 중니 되게 달라 밀에 마신베게 가테가 사도스는 렘베게 초덕디게라 गाडी शेषे पिगे तर आजुचाले म्याडम ज्याची टामी ते मिसेजमा सासी जुठो लागिरहेको छ तर पनि अब जुठो लाग्यो भन्ने बित्तिकै लसुङ अब हामीले नमाने खासले नभेटेको होइन भेट्नै पर्छ किनकि यो साल आउँदो सालमा होइन हामी फेरि यसरी भेट्नु पाउँछ पाउँदैन आउँदो दसैँमा होइन त्यसको लागि चाहिँ अब हामीले यो टाइममा भेटेर इन्जोय गर्नु पर्यो है इन्जोय जस्ट इन्जोय फनको लागि अब हाम्रो पनि यहाँ जुठो लागिरहेछ तर एउटा सानो हामी ब्लेसिङमा हामी चाहिँ 10 दोले हो एक छेचिङमा हाम्रो फ्यामिलीसँगै बस्नुपर्ने अब आज 10 दोले अब ठिटीमा चाहिँ अब फर्स्ट डे उसमा चाहिँ आज भेट्छ अन्त आज भेट्छ प्लस अब आजले चाहिँ ब्लेसिङ दिएको त झन् राम्रो हो है किनकि छेचीमा चाहिँ हाम्रो आमा बाउ भन्दा बेसी चाहिँ हामी आजमा आउँछ टाइम स्पेन्ड गर्छ खानासाना खाएर अब हल्का म गीत गाउनेवाला छु है अब आजको चाहिँ यस्तो ब्लेसिङ पाएँ मैले अब आउँदो समयमा राम्रो बिहा गर्नु राम्रो बुढी खोज्नु भन्दैछ म राम्रै बुढी खोज्छु अब बिहामा के सघाउने आज गोरु सगाउँछ म जन्मिँदा चाहिँ याक दिएको थिएँ आज याक किनेको थिएँ डाङडुङ है अब गोरु र सुँगुर सगाउँछ गोरु र सुँगुर सघाउने छ अब छिटै बिहा गर्नु पर्यो है अब बिहा खानु पर्यो हाम्रो भोटे भाइ तँ के भन्छस् मेरो बिहाको लागि अब घरमा हाम्रो एट आउट अफ फ्यामिली हाज्यो प्लस मेरो आप्पाको भाइ र आमजुङ पनि देखाउँदैछ उनीहरूलाई हल्का ब्लेसिङ थाप्नु पर्यो अब त्यत्रो आएपछि त है अब है अब हाज्योको ब्लेसिङ एकदम राम्रो पायो मेरो भाइ र मैले है हामी चाहिँ छेचीमा हाज्योलाई भेटिबस्छ यसरी कन्टिन्यू कि म नहुँदा भाइ आएर भेट्छ है हामी सालको एकपल्ट भेट्छ होइन अब जुठो लागिरहेछ तर हामी चाहिँ आएको किनकि छेचीमा हामी सधैँ सँगै बसेर खाने बानी भएर चाहिँ हामी आजमा आएको थियो प्लस अब घरको आमचुङ र आँखु पनि देखाउँछु है अब आमचुङले चाहिँ मलाई निकै सपोर्ट गरेको छौ आमचुङले भन्दैछ अब तिमी टेन्सन नगर केटी म खोजिदिन्छु ल त खाऊ केटीको ल गुला रासी केटी खोज्दै चाहिँ यता आउँछौँ अब आमचुङलाई मैले है अब आमचुङलाई मैले निकै भयो 1.5 साल नभेटौँ भयो 1.5 साल जस्तो गफ पनि नभयो 1.5 साल भयो मैले केटी खोज्दै भनेको है हेप्ची नै चाहिएको मलाई
चिनी पाएन सो त्यसै है घर जानु पर्ने आमचुङ पनि बिजी हुनुहुन्छ तर आमचुङमा चाहिँ केटी चाहिँ तपाईँ चाहिँ खटिलो चाहियो अब प्रायःले भन्छ किनकि तपाईँ एकदम घरमा खट्नुहुन्छ ढाडेको अब घाँस भने घरको घाँस आफूको ड्युटी जान्छ है आमचुङले घाँस यस्तो काट्छ अलराउन्डर अब हेऱ्यो जिउ मात्रै यस्तो खाना मजाले पकाइदियो घाँसको भारी खानासाना पकाउनु एकदम एक्सपिरियन्स छ यस्तै मलाई चाहिएको छ है अब उता आमचुङ हो उस्तै टाइपको केटी चाहिँ आमचुङ खोज्नु पर्यो तर पहिला तपाईँले जजमेन्ट गरेको कस्तो चाहिँ छ एकजना घरमा गएर मेरो जति है युट्युबरको साथीहरू मेरो चाहिँ केटी चाहिँ खोज्ने जिम्मा यता बिहा गर्ने जिम्मा यता खोजिदिन्छ अन्त भाइ पनि एकदम राम्रो हुनु पर्यो नि यस्तो अब अलिकति भाइ के कपी छैन भाइ के गर्नु हेर्छमा हाइटमा है भाइमा नै खतम गरिदिन्छ नि ल अब त्यस्तो कि अब दुःख सुखमा साथ दियोस् होइन अब आमचुङले दिछाले आमाको साथी हुन्छ प्लस मैले हतार गरेको किनकि मलाई चाहिएको छ आमा एक्लै छ घरमा आमा एक्लै छ अन्त यता आजले अघि आजको ब्लेसिङ पनि लागोस् आउँदो साल फेरि यसरी भेटेर बस्नुहोस् भेट्नु पाउँ है उहाँ चाहिँ हुन्छ टिकुला अब यता आपको चाहिँ अहिले बिजी हुनुहुन्छ किनकि अब घाँस जानु रहेछ है घाँसमा माछाको जिउ छ डाइनोसरको हड्डी हाल्नु ल डाइनोसरको हड्डी माछा यस्तो छ घरको अगाडि भ्यूहरू यता चाहिँ अब डिस्को अब म गीत गाउनेवाला छु केटा हो कुन चाहिँ मेरो बजाइदिनु सक्छ गीत चाहिँ हेलो मेरो फेसबुकको च्यानलको साथीहरू आज म गीत गाउनेवाला छु वाउ थ्याङ्क यू सो आजको भ्लग यति नै हो होइन अब किनकि यत्रो दिन हाम्रो के भन्छ दसैँभरि हामी घुम्यौँ आयौँ त अब दसैँ लामो भयो हाम्रो दसैँले गर्दा अब दसैँ भन्दा पनि क्रिसमस पनि लाग्यो मैले भ्लग नालेको पुरा बिजी भयो एक साइडमा अब किनकि दसैँमा सबैको घर पुग्दा ओर्दा भ्लग गर्नु पाएन सो जति छ अब हामीले दसैँ भित्र बनाएको भ्लग हो यो त्यो हेरेर इन्जोय गरिदिनुहोस् सपोर्ट गरिदिनुहोस् तपाईँको प्यारो गुलाटासीलाई धन्यवाद।